एडोब इनडिजाइनको यो भिडियो कक्षामा यहाँहरूलाई स्वागत गर्दछु। म हुँ अच्युत खनिया। तपाईँ यस भागबाट एडोब इनडिजाइनमा टेबलको दोस्रो भाग र कुनै पनि डिजाइन गरिसके पछाडि एडोब इनडिजाइनको फाइललाई पीडीएफमा कसरी पब्लिश गर्ने, त्यस्तै गरी अन्य फर्म्याटहरू जस्तै जेपीजी, टीआईएफ, त्यस्तै गरिकन फ्ल्याश प्लेयरहरूमा कसरी पब्लिश गर्ने भन्ने बारेमा जानकारी पाउन सक्नुहुनेछ। त्यस्तै गरी एडोब इनडिजाइनको प्रयोगबाट हामीले विभिन्न डिजाइनमा टेबलहरूको प्रयोग गरेर क्यालेन्डरहरू पनि बनाउन सक्दछौँ। जस्तै यहाँ देखाएको यो क्यालेन्डरमा पनि हामीले टेबलको प्रयोगबाट क्यालेन्डर बनाएका छौँ। यसको लागि तपाईले क्यालेन्डरको पेजको साइजलाई पहिला डिफाइन गर्न पर्ने हुन्छ। जस्तै अहिले यो A4 पेजमा छ र अब तपाईले यो पेजलाई आफ्नो साइज आफूले बनाउने साइजमा डिफाइन गर्न चेन्ज गर्न सक्नुहुनेछ। यसको लागि तपाई फाइलमा जानुहुनेछ र डकुमेन्ट सेटअपमा जानुहुनेछ र यहाँबाट जस्तै एउटा क्यालेन्डर 15x20 को साइजमा छ भने 15x20 डिफाइन गर्नुहुनेछ। यो पेज तपाईको 15x20 को साइजमा बनेको छ र अब तपाईले यहाँ हेडिङ टाइप गर्नुहुनेछ संस्थाको। यसरी मैले आफ्नो संस्थाको नाम टाइप गरेको छु। मैले यहाँ आदर्श सफ्टवेयर एजुकेसन भनेर टाइप गरेँ र अब तपाईले यहाँबाट आफूलाई आवश्यक पर्ने फन्टहरू कुनै फन्टहरू चुज गर्नुहुनेछ। विभिन्न डिजाइनहरू र फन्टहरूलाई राख्न सक्नुहुनेछ। त्यस्तै गरी नेपाल भनेर मैले यसलाई फरक टाइपको फन्ट चुज गरेँ, यस्तो एउटा कुनै फन्ट। अब तपाईले यो हेडिङको फन्टलाई अझै ठुलो राख्न सक्नुहुनेछ, निकै साइज बढाएर। र यदि तपाईले यो डिजाइन कलरमा गर्दै हुनुहुन्छ भने फन्टलाई कलरमा चेन्ज गर्न सक्नुहुनेछ। यो ग्रीन कलर छ, यो ग्रीनलाई डबल क्लिक गरेर अझै तपाईले यसलाई 100% ग्रीन, जस्तै साइन 100%, येलो 100% र अलिकति डार्क ग्रीन गर्दै हुनुहुन्छ भने 20% मिलाएर ग्रीन कलर बनाउन सक्नुहुनेछ। र यो कलरको बारेमा तपाईले यसभन्दा अगाडिका भागमा पनि पढिसक्नु भएको छ। र अब तपाईले यहाँ यसको लेडिङ साइजलाई 48 छ। अन्य अगाडि जस्तै गरी यसको लेडिङ साइजलाई बढाउन सक्नुहुनेछ। यसरी तपाईले एउटा हेडिङ क्यालेन्डरको एउटा हेडिङ राख्नुभयो र अब तपाईले यसको लागि कुनै पछाडि ब्याकग्राउन्डहरू डिफाइन गर्न पनि सक्नुहुनेछ। जस्तै मैले यहाँ एउटा बक्स लिएँ र यसबाट एउटा कुनै कलरलाई डिफाइन गरेँ र यसलाई एरेन्ज गर्न सक्नुहुनेछ, किनभने यो बक्सले हाम्रो टेक्स्टलाई ओभरल्यापिङ गरेको छ। त्यसको लागि तपाईँ अब्जेक्टमा गएर एरेन्ज गर्न सक्नुहुनेछ। यदि किबोर्डबाट गर्नुहुन्छ भने कन्ट्रोल शिफ्ट र ओपन बिग ब्राकेटको प्रयोग गर्न सक्नुहुनेछ। यो कुरा पनि तपाईले यो भिडियो कक्षाको अघिल्ला भागहरूबाट जानिसक्नु भएको छ। यस्तै गरी यो टेक्स्टको आउटलाइन कलरलाई मैले व्हाइट राख्दैछु, यहाँबाट व्हाइट राख्न सक्नुहुनेछ र यसको साइज स्ट्रोक राइट साइडमा रहेको स्ट्रोकबाट यसको साइजलाई बढाउन सक्नुहुनेछ। यसरी तपाईले यो एउटा टेक्स्टलाई यहाँ राख्नुभयो र अब यसको कलरलाई पनि तपाईले फिल कलरलाई पनि चेन्ज गर्न जस्तो मैले यो टेक्स्ट राखेको छु। अब तपाईले यसलाई साइज सानो बनाउनुहुनेछ र यहाँबाट तपाईले फेरि पुनः अर्को ट्रायंगल बक्स लिनुहुनेछ। यहाँबाट तपाईले ग्रेडियन्ट कलरको प्रयोग गरेर यसलाई अलि डिफ्रेन्ट टाइपको कलर बनाउन सक्नुहुनेछ। जस्तै मैले यो ठाउँमा मेजेन्टा प्रयोग गरेँ। यो कुरा तपाईले यसभन्दा अघिल्ला भागमा पनि गरिसक्नु भएको छ कलर कम्बिनेसनबाट। अब मैले यहाँ यसलाई राखेँ र यसलाई पनि तपाईले पुनः राइट साइडमा राखिदिनु भएको छ। यहाँबाट यस्तो टाइपको कलर लिनुहुनेछ। अब तपाईले यहाँ एकाडेमिक क्यालेन्डर भनेर एउटा टेक्स्ट टाइप गर्नुहुनेछ। यहाँ तपाईले एकाडेमिक क्यालेन्डर 2014 टाइप गर्नुभएको छ र यसलाई आफूलाई यहाँबाट विभिन्न स्टाइलका फन्टहरू राखेर तपाईले डिजाइन गर्न सक्नुहुनेछ। यहाँबाट फन्ट चुज गर्नुहुनेछ, आफूलाई आवश्यक पर्ने फन्ट। यो टाइपको फन्ट यहाँबाट तपाईले चुज गर्नुभयो। अब यसलाई तपाईले यहाँ ल्याएर राख्नुहुनेछ र यसलाई अलिकति फरक टाइप फन्ट तपाईले चुज गर्न सक्नुहुनेछ। यसलाई तपाईले सेन्टर एलाइनमेन्ट गर्न सक्नुहुनेछ। त्यस्तै गरी अगाडि हामीले पढेको जस्तै गरिकन विभिन्न इफेक्टहरू यहाँबाट माथिल्लो अप्सन बारबाट इफेक्टहरूको प्रयोग गर्न सक्नुहुनेछ। मैले यहाँ स्याडो इफेक्ट प्रयोग गर्दैछु। यसको साइजलाई डिफाइन गर्न सक्नुहुनेछ, डिस्टेन्स। त्यस्तै गरिकन यहाँबाट यसको साइजलाई मोडिफाई, यहाँबाट ओपासिटीहरू, विभिन्न स्टाइलहरू
प्रयोग गर्न सक्नुहुनेछ। भने यसको लाइन कलर जस्तै मैले यहाँबाट आउटलाइन कलर केही व्हाइट चेन्ज गरेको छु र अब तपाईले यो अवस्थामा यसको स्ट्रोक साइज अगाडिको जस्तै गरिकन अलिकति मोटो साइजमा राख्न सक्नुहुनेछ। भने यसको फिल कलरलाई तपाईले यहाँबाट टेक्स्ट कलर फिलमा चुज गर्नुहुनेछ र अब यहाँबाट ग्रेडियन्ट कलर फिल गर्नुहुनेछ। अथवा तपाईले यसको कलरलाई यदि यहाँबाट यसरी यो टेक्स्टको यसरी कलरलाई डिफाइन गर्नुहुनेछ, त्यस्तै गरी स्ट्रोक साइज अझै मोटो राख्नुपर्ने देखिएको खण्डमा यही अनुसारको तपाईले साइज राख्नुहुनेछ र तपाईलाई आफूलाई आवश्यक पर्ने कलर यहाँबाट डिफाइन गर्न सक्नुहुनेछ। यसरी तपाईले यहाँबाट एकाडेमिक क्यालेन्डर 2014 लाई डिफाइन गर्नुभएको छ। यद्यपि तपाईले यसको यो ब्याकग्राउन्डलाई ओपासिटीको माध्यमबाट अथवा अन्य माध्यमबाट यसलाई अलिकति कम डार्कलाई यसको डार्क पोइन्ट घटाउन सक्नुहुनेछ। अब तपाईले यो एकाडेमिक क्यालेन्डर टाइप गरिसकेपछि यहाँ एउटा कुनै पिक्चरहरू इमेजहरू यदि छन् भने अथवा तपाईको आवश्यकता अनुसार ल्याउन सक्नुहुनेछ। यसको लागि प्लेस गर्नुहुनेछ एउटा डिजाइन कुनै पनि एउटा इमेज तपाईले यहाँबाट ल्याउन सक्नुहुनेछ। ओपन गर्नुहुनेछ, ओके क्लिक गर्नुभयो। यसरी तपाईले यहाँबाट एउटा पिक्चर ल्याउनुहुनेछ र यो पिक्चरलाई तपाईले यहाँबाट साइज सानो बनाउन सक्नुहुनेछ र यो पेजमा अट्ने गरी यसरी साइज सानो बनाएर राख्न सक्नुहुनेछ र यसलाई सेन्ड टु ब्याक गर्न सक्नुहुनेछ। यदि तपाईले यो टेक्स्टमा यो फोटोमाथि नै टेक्स्ट राख्ने हो भने यसरी पनि यो पिक्चरलाई माथिसम्म लगेर पनि टेक्स्ट राख्न सक्नुहुनेछ र यो अवस्थामा तपाईले यहाँसम्म डिफाइन गर्नुहुनेछ। अब यो भागमा तपाईले विभिन्न डेटहरूको लागि एउटा टेक्स्ट बक्स लिनुहुनेछ। यहाँबाट यो टेक्स्ट बक्स र यहाँ तपाईले टेबल मेनुमा गएर इन्सर्ट टेबल गर्नुहुनेछ। नम्बर अफ रोमा 6 र कोलम्समा 7 टाइप गर्नुहुनेछ। यसरी तपाईले एउटा टेबल बनाउनुहुनेछ। अब तपाईलाई यहाँसम्म चाहिएको छ भने टेक्स्टको फ्रेम हो यो र तपाईले यी कोलम्सहरू यी रोहरू साना छन्। अब यसलाई एउटा रोलाई यसरी बढाएर यहाँसम्म ल्याइदिनुहुनेछ र यो एउटा रो ठुलो छ भने यी अन्य रोहरू साना छन्। यो अवस्थामा तपाईले पुरा टेबललाई सेलेक्ट गर्नुहुनेछ र अगाडि मैले देखाएको जस्तै गरी तपाई टेबलमा गएर यहाँबाट रोहरूलाई बराबर डिस्ट्रिब्युट रो गर्नुहुनेछ। यो सबै रोहरू अहिले बराबर साइजमा चेन्ज भएको छ। त्यस्तै गरी पुरा टेबललाई सेलेक्ट गरेर तपाईले यहाँबाट पुरा सेलेक्ट गरेर यसका लाइनहरूको साइज बढाउन सक्नुहुनेछ र यसको लागि साइज बढाउने त्यस्तै गरी तपाईले यसको स्ट्रोकहरूको कलरलाई चेन्ज गर्न सक्नुहुनेछ। विभिन्न कलरहरू जस्तै तपाईले यो स्ट्रोकको कलर ब्ल्याक नराखिकन अन्य कलर राख्नु परेको खण्डमा यहाँबाट तपाईले यसको कलर चुज गर्न सक्नुहुनेछ। मैले साइन कलर डिफाइन गरेको छु। यसरी तपाईले एउटा क्यालेन्डरको लागि टेबल बनाउनु सक्नुहुनेछ र अब तपाईले यहाँ बारको नामहरू टाइप गर्नुहुनेछ। यो पहिलो रोमा यसलाई मैले सेलेक्ट गरेँ र यहाँबाट तपाईले आफूलाई आवश्यक पर्ने फन्ट चुज गर्नुहुनेछ। त्यस्तै गरिकन तपाईले साइज चुज गर्नुहुनेछ। मैले यहाँबाट नेपालीमा टाइप गर्ने हुँदाखेरि पहिला गणेश फन्ट चुज गरेको छु 36 यहाँ पाउनुहुनेछ। त्यस्तै गरी तपाईले यहाँबाट सेन्टर अलाइनमेन्ट र यो टेबलमा गएर पनि तपाईले यहाँबाट सेन्टर अलाइनमेन्ट चुज गर्नुहुनेछ र अब तपाईले यहाँ आइतबार यसरी टाइप गर्नुहुनेछ। त्यस्तै तपाईलाई इंग्लिश नाम टाइप गर्नु परेको खण्डमा यहाँ इन्टर टाइप गर्नुहुनेछ र यहाँबाट पुनः इंग्लिश फन्ट लगाएर यसरी टेक्स्ट टाइप गर्नुहुनेछ र यो नेपाली फन्टलाई केही साइज यो भन्दा पनि ठुलो बनाउन सक्नुहुनेछ। र अब तपाईले यो एउटा टेक्स्ट टाइप गरिसकेपछि यसलाई तपाईले कलर चुज गर्नुहुनेछ। टेक्स्ट कलर र मैले ग्रीन राखेको छु यहाँ। अब तपाईले यसलाई कपी गर्दै प्रत्येक सेलमा पेस्ट गर्नुहुनेछ यसरी र यहाँ यसरी पेस्ट गरिसकेपछि अब तपाईले यहाँबाट प्रत्येक बारको नामहरू यसरी यहाँबाट चेन्ज गरिदिनुहुनेछ। त्यस्तै गरी तपाईले यहाँबाट बुध
यदि नेपाली हान्दाखेरि यस्तो उकार नआएको खण्डमा तपाईले यसको सेटिङ गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईले कन्ट्रोल की अर्थात् यो एडिटमा गएर प्रिफरेन्समा जानुहुनेछ। यो टाइपमा गएर युज टाइपोग्राफ कोड्सको यो टिकलाई हटाउनु पर्ने हुन्छ। यो नेपाली टाइप गर्दा मात्रै यो समस्या आउनेछ इन्डिजाइनमा। र अब यहाँबाट उकार टाइप गर्नुहुनेछ माइनसली। त्यस्तै गरी तपाईले यहाँबाट यसरी टाइप गर्नुहुनेछ र यो टेक्स्ट नेपाली क्यालेन्डर अनुसार यो रातोमा राख्न सकिन्छ किनभने यहाँ बिदा परेको हुन्छ। र अब तपाईले यो सेलको केही पछाडि ब्याकग्राउन्ड कलरमा राख्न चाहनुहुन्छ भने तपाई यहाँ जानुहुनेछ कलर स्वाचेसमा र यसको फिल अप्सनमा क्लिक गरेर केही कलर राख्न सक्नुहुनेछ। मैले स्वाइन राखेको छु। यसको 10% 20% राखेको छु। यसरी पनि तपाईले यसको पछाडिको ब्याकग्राउन्डमा केही चेन्ज गर्न सक्नुहुनेछ। र अब यहाँ तपाईले डेट टाइप गर्नुहुनेछ र यी सबै आवश्यक पर्ने सेलहरुलाई मैले सेलेक्ट गरे र यहाँबाट तपाईले फन्ट राख्नुहुनेछ। आफुलाई आवश्यक पर्ने फन्ट यहाँबाट चुज गर्न सक्नुहुनेछ तपाईले। मैले एउटा फन्ट चुज गरेको छु। त्यस्तै गरी तपाईले यसलाई सेलेक्ट गरेर यहाँबाट साइज चुज गर्नुहुनेछ। अलाइनमेन्ट मिलाउनुहुनेछ। यो सेन्टर अलाइनमेन्ट हो भने टेबलमा गएर भर्टिकल अलाइनमेन्ट पनि यहाँबाट मिलाउन सक्नुहुनेछ। र अब तपाईले यहाँ सन्डे जस्तै 1 मंगलबारबाट परेको छ 1 टाइप गर्नुहुनेछ। त्यस्तै गरिकन 2 र तपाईले प्रत्येक सेलमा ट्याब थिच्दै टाइप गर्नुहुनेछ 4 5। यद्यपि तपाईले यहाँको फन्ट साइजलाई अझ बढाउन सक्नुहुनेछ सानो भएको खण्डमा। यहाँबाट मैले 55 फन्ट साइज राखेको छु। अझै यदि आवश्यकता अनुसार तपाईको आवश्यकता अनुसार यहाँको फन्ट साइज बढाउन सक्नुहुनेछ। अब तपाईले यहाँ प्रत्येक दिनहरु यसरी टाइप गर्नुहुनेछ। यसरी तपाईले यहाँ यो नेपाली क्यालेन्डरका डेटहरु टाइप गर्नुहुनेछ। र अब तपाईलाई यहाँ यो टेबलमा यो यहाँका यी टेक्स्टहरु बिदा परेको हुनाले यसलाई रातो बनाउन सक्नुहुनेछ। र यसको लागि तपाईले यहाँबाट टेक्स्ट चुज गरेर रेड कलर डिफाइन गर्नुभएको खण्डमा यो सबै टेक्स्टहरु रातो भएको छ भने अन्य बिदाको डेटलाई पनि तपाईले यसरी सेलेक्ट गरेर कलर चेन्ज गर्न सक्नुहुनेछ। त्यस्तै गरी तपाईले यहाँ नेपाली क्यालेन्डरमा इंग्लिश डेट र अन्य तिथिहरु पनि टाइप गर्नुपर्ने हुँदा तपाईले बेग्लै टेक्स्ट बक्स लिएर ट्याब सेटिङ गर्न सक्नुहुनेछ। यसको लागि तपाईले यो लेफ्ट साइडमा रहेको टेक्स्ट टुल लिनुहुनेछ र यहाँ अलिकति बाहिरबाट एउटा टेक्स्ट बक्स लिनुहुनेछ र यो टेक्स्ट बक्समा तपाईले यहाँ एउटा कुनै टेक्स्ट टाइप गर्नुहुनेछ। जस्तै मैले यसरी यहाँ एउटा प्रतिपदा नेपाली तिथि टाइप गरेको छु यसरी। र अब यसलाई तपाईले ट्याब सेटिङको माध्यमबाट यो तिथिलाई मिलाउन सक्नुहुनेछ। र यसको लागि तपाईले ट्याब एडोब इन्डिजाइनमा ट्याब सेटिङ गर्नको लागि तपाई टाइप मेनुमा जानुहुनेछ र यहाँबाट ट्याब्समा क्लिक गर्नुहुनेछ अथवा किबोर्डबाट शिफ्ट कन्ट्रोल टी लाई पनि प्रेस गर्न सक्नुहुनेछ। यहाँबाट यो रुलर हामीले लिएको टेक्स्ट बक्स अनुसार यो रुलरको साइज डिफाइन भएको छ र एडोब इन्डिजाइनमा हामी 4 किसिमका ट्याबहरु सेटिङ गर्न सक्दछौं। र जस्तै मैले यहाँबाट अहिले यो लेफ्ट ट्याब लिएको छु। मैले यो यहाँ नै यो फर्स्ट इन्डियन लेफ्ट इन्डियन छ। अब मैले यहाँ राख्दै छु। यो लाइनले पनि डिफाइन भएको छ र यही साइज बराबरको ट्याबलाई तपाईले रिपिट गर्न चाहनुहुन्छ भने यही माथि राइट माउस क्लिक गरेर रिपिट ट्याबमा क्लिक गरिदिनु भएको खण्डमा यो सबै रिपिट भएको पाउनुहुनेछ। यद्यपि तपाईले केही यहाँ अलिकति साइजहरु मिलाउन सक्नुहुनेछ होला। यसरी मिलाइसके पछाडी अब तपाईले यो प्रतिपदालाई यहाँ टाइप गर्नु भएकोलाई अलिकति साइज बढाउन सक्नुहुनेछ। मैले आफुलाई आवश्यक पर्ने टेक्स्टको साइज यहाँ 20 राखेको छु। यसलाई तल राख्न सक्नुहुनेछ। र अब तपाईले ट्याब हान्दै यसरी नेपाली क्यालेन्डरका तिथिहरु तपाईले प्रत्येक तिथिहरुलाई यसरी टाइप गर्न सक्नुहुनेछ। त्यस्तै गरी तपाईले कुनै इन्ट्रो हानिकन यहाँबाट षष्ठी यसरी
टाइप गर्नुहुनेछ। र अब यो अवस्थामा तपाईले यसको लाइनको लेडिङलाई मिलाएर राख्न सक्नुहुनेछ। यो माथिल्लो अप्सनबाट यहाँबाट लेडिङलाई बढाउँदै आफूलाई चाहिएको साइजमा यहाँबाट राख्न सक्नुहुनेछ। र यो अवस्थामा तपाईले यो हामीले जो गति टाइप गरेका छौं यसको भर्टिकल एलाइनमेन्टलाई चेन्ज गरेर पनि अझ सहज बनाउन सक्दछौं। जस्तै टपमा राखिदिनु भएको खण्डमा यहाँ ठाउँ खाली रहेको छ। यसरी तपाईले नेपाली तिथिहरू त्यस्तै गरिकन अर्को टेक्स्ट बक्स लिएर पुनः तारिखहरू टाइप गर्न सक्नुहुनेछ। चतुर्दशी हुँदै तपाईले यहाँ चाहिँ यसरी टाइप गर्नुहुनेछ तिथिहरू। र यो तरिकाबाट हामीले टेबलको प्रयोग गरेर क्यालेन्डर बनाउन सक्दछौँ भने अब तपाईले यहाँ आजको यो वर्ष टाइप गर्न सक्नुहुनेछ। मैले यहाँ टाइप गरेँ। यसरी ठुलो अक्षर बनाएर टाइप गरेको छु। र अब तपाईले यहाँबाट यसको टेक्स्ट कलरलाई येलो त्यस्तै गरिकन आउटलाइन कलर ब्ल्याक डिफाइन गर्न सक्नुहुनेछ। यसको साइजलाई यहाँबाट बढाउन सक्नुहुनेछ। र यो तरिकाबाट पनि हामीले क्यालेन्डरको डिजाइन गर्न सक्दछौँ भने यसको पछाडिको ब्याकग्राउन्ड कलरलाई अब यहाँबाट पुरा बढाएर पुरै पेज भरि बनाउन सक्दछौँ। यद्यपि यो बक्सलाई सेन्ड टु ब्याक गरेका खण्डमा यस्तो आउनेछ। र अब तपाईले यो टेबलको यो भागमा भित्रको फिल कलरलाई व्हाइट कलर फिल गरिदिनु भएको खण्डमा जस्तै मैले यसरी सेलेक्ट गरेँ। र अब यहाँबाट फिल कलरमा पेपर कलर फिल गरिदिनु भएको खण्डमा टेबल मात्रै यसरी छुट्टिएर यो टाइपको डिजाइन पनि तपाईहरु हामीले क्यालेन्डरको प्रयोग यसरी टेबलको डिजाइनबाट हामीले क्यालेन्डरहरू बनाउन सक्दछौँ। यसरी यहाँ एउटा टेक्स्ट बक्स त्यस्तै गरिकन यो टेक्स्ट बक्स यो इमेज र यहाँबाट टेबल लिएर यस्तो यी तरिकाबाट टेबलको प्रयोगबाट क्यालेन्डरहरू बनाउन सक्दछौँ। र एडोब इन्डिजाइनमा टेबलको प्रयोगबाट विभिन्न अरु डिजाइनहरू गर्न सक्दछौँ। जस्तै फर्म त्यस्तै गरिकन विभिन्न बिलहरू त्यस्तै क्याश रिसिभ बिलहरू भ्याट बिलहरू धेरै टाइपका डिजाइनहरू विशेष गरिकन प्रेससँग सम्बन्धित कामहरू हामी यसबाट गर्न सक्दछौँ। तपाईले यसलाई सेभ गर्नको लागि फाइलमा गएर सेभ गर्नुहुनेछ। तपाईले आफ्नो साइज डीमा माइ डकुमेन्ट्स सेभ गर्नुहोस्। यस्तै गरी एडोब इन्डिजाइनमा तपाईले यो कुनै डिजाइनहरू गरिसके पछाडी हामीले विभिन्न फर्म्याटमा कन्भर्ट गर्न सक्दछौँ। जस्तै तपाईको यो डिजाइन कुनै एउटा प्रेसको लागि अथवा पीडीएफ फर्म्याट अथवा जेपीजी फर्म्याटमा पनि तपाईले चेन्ज गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईले डिजाइन गर्नुहुनेछ, पुरा डिजाइन गरिसक्नुस्। अब सेभ गर्नुहुनेछ र फाइलमा गएर तपाईले एक्सपोर्ट गर्नुहुनेछ। तपाई फाइलमा जानुहुनेछ र फाइलमा गइसके पछाडी तपाईले एक्सपोर्ट गर्नुहुनेछ। एक्सपोर्ट गरिसके पछाडी यहाँबाट तपाईले यदि इमेज फर्म्याटमा हो भने यहाँबाट जेपीजी चुज गर्नुहुनेछ। यदि पीडीएफ फर्म्याटमा हो भने तपाई यहाँबाट पीडीएफ प्रिन्ट फर्म्याटको पीडीएफ चुज गर्नुहुनेछ र ओके सेभ गरिदिनु भएको खण्डमा अब तपाईको यो यहाँ एउटा एक्सपोर्ट पीडीएफ डायलग बक्स पाउनुहुनेछ। यहाँबाट पेजेसहरू मिलाउनुहुनेछ र यस्तै अन्य अप्सनहरू पनि तपाईले यहाँबाट मिलाउन सक्नुहुनेछ र अब एक्सपोर्ट गर्न सक्नुहुनेछ। र अब तपाईको फाइल तपाईको कम्प्युटरको तपाईले सेभ गरेको लोकेसनमा गएर बसेको छ। जस्तै मैले माइ डकुमेन्ट्स डी ड्राइभ भित्र माइ डकुमेन्ट्स यहाँ क्यालेन्डर 2071 पीडीएफ भनेर आएको छ। यो फाइलमा तपाईले डबल क्लिक गरेर ओपन गर्न सक्नुहुनेछ। यो फाइल हाम्रो एडोब इन्डिजाइनमा हामीले डिजाइन गरेको फाइल यो पीडीएफ फाइल हो र हामीले यसलाई यसरी पीडीएफमा कन्भर्ट गरिसके पछाडी यो
हामीले बनाएको क्यालेन्डर यस्तो टाइपमा पाउनुहुनेछ र यो यसरी तपाईले कुनै पनि डिजाइन गरिसके पछाडी एडोब इनडिजाइनको फाइललाई पीडीएफ मा कन्भर्ट गर्न सक्नुहुनेछ भने त्यस्तै गरी तपाईले जेपीजी अन्य पिक्चर फर्म्याटमा पनि चेन्ज गर्न सक्नुहुनेछ त्यसको लागि तपाई फाइलमा गएर एक्सपोर्ट अथवा कन्ट्रोल ई प्रेस गर्नुहुनेछ र यहाँबाट यदि पिक्चर फर्म्याटमा हो भने जेपीजी फर्म्याट एचटीएमएल फर्म्याट फ्ल्याश प्लेयर फर्म्याट विभिन्न फर्म्याटमा चुज गर्न सक्नुहुनेछ